हेलो नमस्ते, म सेफ कृष्ण। आज मैले बनाउँदैछु ओरेन्ज पाना कोटा। देख्न सक्नुहुन्छ यहाँनिर मसँग इन्ग्रेडियन्ट वगैरह छ। एक्सिलेन्स क्रिम छ तपाईको 1 लिटर। यसलाई म कट गर्दैछु। 1 लिटर एक्सिलेन्स क्रिम। त्यसपछि छ ब्रेकफास्ट सुगर 150 ग्राम। अनि यहाँनिर छ 10 ग्राम ओरेन्जेस। अनि 2 ग्राम छ सिनेमन पाउडर। अब यसलाई मजाले एकछिन चाहिँ गरम गर्ने। यो चाहिँ एक्चुअली इटालियन डेजर्ट हो, एकदम राम्रो हुन्छ। तपाईहरुले पनि बनाउनु होला, ट्राई गर्नु होला। रेसिपी एकदम पर्फेक्ट रेसिपी छ। यो गरम भइसकेको छ। अब यसलाई चाहिँ साइडमा राख्छौं हामी चाहिँ। अब यहाँनिर चाहिँ मसँग छ आरो वाटर 50 ग्राम। अगरा छ 3 ग्राम फिट्ने। यो चाहिँ खासमा जेलेटिनको काम गर्छ है। यसले चाहिँ यस्तो मजाले यसलाई पनि गरम गर्ने। देख्न सक्नुहुन्छ यो पनि पुरा फिटिसकेको छ। अब यसलाई हामीले चाहिँ पहिले गरेको यसमा क्रिम वाला उसमा हाल्दिन्छौँ। यो दुईटा हालेर चाहिँ यसलाई चाहिँ मजाले अब एक बोइलिङ आयो भने चाहिँ हामीले चाहिँ यसलाई बाहिर निकालेर फेरि स्टन गर्ने पर्ने हुन्छ। हेर्दै गर्नु होला, यो डेजर्ट एकदम अमेजिङ हुनेवाला छ। देख्न सक्नुहुन्छ यो चाहिँ पुरा बोइलिङ आइसकेको छ। अब यसलाई चाहिँ मैले यहाँनिर चाहिँ छान्दैछु। ओरेन्जेसहरू हालेको थियो, सिनेमन स्टिकहरू हालेको थियो, त्यो चाहिँ बाहिर निक्लिन्छ। यहाँनिर देख्न सक्नुहुन्छ यो चाहिँ खासमा मेजरमेन्ट कप हो। अब यसमा हाल्नुको अर्थ चाहिँ हामीहरूले चाहिँ कति पोर्सन निक्लिन्छ, अनि हामी पोर्सन साइजमा कति निकाल्ने, कति ग्रामको पोर्सन साइज बनाउने, अनि हामीले यसलाई चाहिँ जब गिलासमा हामी पोरिङ गर्छौँ त्यसको लागि पनि इजी हुन्छ। ल अब हामी चाहिँ गिलासमा पोरिङ गरेर देखाउँछौँ है त। अब चाहिँ मैले यसमा चाहिँ यो गिलासमा पोरिङ गर्दैछु। यो हाम्रो पोर्सन साइज गिलास हो र यो चाहिँ फ्रिजमा हालेको हुनुपर्छ, एकदम चिल हुनुपर्छ है। ल हेर्नु होला, बस इनफ। अब यसलाई चाहिँ हामीले चाहिँ फ्रिजमा, नर्मल फ्रिजमा चाहिँ 3 घण्टाको लागि चाहिँ राख्छौँ। र यसको जो हामीले चाहिँ अगरा हालेको थियो जो जेलेटिन, त्यसले चाहिँ यसलाई चाहिँ एब्जर्ब गरेर यसलाई चाहिँ मेन्टेन गर्छ। र अब तपाईले 3 घण्टापछि रेडीवाला देखाउँछु है त। देख्न सक्नुहुन्छ यो पुरा 3 घण्टा भइसक्यो। यो चाहिँ पुरा जमेर सेट भइसकेको छ। अब यसलाई दिने प्रोसेस है त। यहाँनिर हाल्ने यसरी, अनि यहाँनिर मसँग ड्राई आइस छ। बेसिकली यो खानको लागि चाहिँ राम्रो होइन, तर यसलाई चाहिँ हामीले जस्ट एउटा ग्यास जस्तो दिनको लागि चाहिँ हामीले हाल्छौँ। अब यसमा चाहिँ यहाँनिर मिक्स ब्लुबेरी कम्पाउन्ड छ। टक्क यसलाई चाहिँ यहाँनिर हालिदिने। अनि यहाँनिर मसँग इडियाम्बल फ्लावर छ, यसलाई माथि यसरी हालिदिने। अनि यहाँनिर चाहिँ यो गरम वाटर छ है, यसरी टक्क लगाएर यहाँ हालिदिने। यसमा पुरा ग्यास निक्लिन्छ, देख्न सक्नुहुन्छ। एकदम अमेजिङ हुन्छ, दिने बेला पनि युनिक सुन्दर है त। सो तपाईहरुले पनि बनाउनु होला, ट्राई गर्नु होला। यदि मन पर्यो भने चाहिँ लाइक, शेयर, कमेन्ट गरिदिनु होला। यति बेरसम्म हेरेर साथ दिनुभयो त्यसको लागि थ्यांक यू सो मच। बाइ बाइ।